छैन गौँटा होला ल है कति आयो माछा आज बुढी माछा मार्न गएको ल है कति आयो माछा हेरौँ है कति आयो माछा है कति आयो माछा फुर्लुममा हेरौँ त ओ फुर्लुममा हेर्नु है पहिला यो फुर्लुममा अब घट खन्याइन् वाउ चलिरहेको छ है माछा चलिरहेको छ है ओ यति रहेछ ल भोटी एउटा गङ्गटा बाम रहेछ एउटा ओइ भोटी दुगुरेल होइन ए भोटी दुगुरेल भोटी दुगुर्यो भोटी दुगुर्यो भोटी ए जा भोटी दुगुर्यो है भोटी वाह ठुल्ठुलै रहेछ है बाम आज चाहिँ नि आधीमा गएर मारेको अवस्था ठुल्ठुलो बाम लगाउनु है ठुल्ठुलो बाम त छैन भोटी रहेछ ठुल्ठुला बाम त भागी क्या हो अब दुईटा मात्रै के बाम अर्को कतिवटा थियो र थियो 5-6 वटा सानो सानो इके वाउ ल ठुलै बाम आएछ अरू पनि खोज त कतिवटा छ एउटा हो त्यहाँ तल छ 4 वटा वाउ ल थुप्रै ल्याएछ है साथी हो थुप्रै ल्याएछ है थुप्रै आएछ बिहान 9 बजे गएको थियो है यिनीहरू 9 बजे गएको थियो आधीमा गएको थियो अहिले घाम छँदै हिँडेर आएको भन्थ्यो बल्ल आइपुगेछ है तर माछा चाहिँ नि ठुलो चाहिँ नि भोटी दरो आएछ है हेर्नु त आमामा भोटी बाम ल 1.5 किलो भन्दा धेरै छ है माछा मात्रै सबलाई नमार्ने भनेर यतिकै हाले घर ल्याएर मार्नु पर्यो के भयो त मार्ने त हो नि घर ल्याएर त मर्छ भयो अनि के अन्त जिम्दै खाने त कोही त सानो बाम पनि रहेछ टोटल 5 वटा बाम रहेछ है 6 वटा हो कि क्या हो खोइ सबै निकाल त 1 2 3 4 5 6 7 वटा है 7 वटा बाम है टोटल ल अब माछा मात्रै छुट्याउने है हेर्नु है यहाँ माछा मात्रै छुट्याउने ए गौँटा त यता छुट्याइसकेको है यो सबै माछा हेर्नु त आमामा ल हेर्नु त माछा यो पनि यता छुट्याएको थिएँ आमामा आयो माछा आयो यता उफ्रियो भोटी उफ्रियो ल हेर्नु है माछा मात्रै आमामा 2 किलो भन्दा धेरै छ कि क्या हो मैले हाल मारेछ भसक्तै बाम हो उलाई मात्रै आउने डङ्की दे उले त जानेको उलाई मात्रै थोरै आउने तिमीलाई नि आछ नि मैले उलाई मात्रै मार्ने हो मैले आमाको त लगभग 27 यो त आज त सबै पोलेर राख्नु तरकारी पकाछ यो सबै पोलेर राख्नु 27 28 भन्दा धेरै बाम ठुलो मात्रै रहेछ सबै पोलेर राखौँ अब ल छैन पकाउने खालकै छैन है ल हेर्नु त क्या ठुल्ठुलो यत्रा बुदुना यत्रा भोटी यत्रा आमामा यत्रो हेर्नु त आमामा पालेको माछा निकालेर ल्याएको जस्तो छ हौ ल अहिले ठुल्ठुलो त कहाँ आयो हिउँदा पनि यत्रो माछा रहेछ त हौ खोलामा यस्तो भोटीमा नजाने त कति छ ल्याउनु आधी सुकेछ खोलामा गुड छैन एउटा ताकेली क्यान्सिल त्यसले त माछा सिबी त चाहिन्छ गरेर माछा नमान्नु
ल हेर्नु त यत्रो धेरै माछा मात्रै यो त अझै ठुल्ठुलो सानो यता छ यत्रो धेरै आमामामा 2 किलोभन्दा माछा धेरै छ हिउँदको खोला पनि यत्रो ठुल्ठुलो बुदुना बाम भोटी रहेछ त हेर्नु त आमामामा माछा मात्रै यत्रो गँटा त यति रहेछ जम्मा गँटा त 10-15 वटा छ क्या हो माछा भने यी सानो यहाँ ठुलो यहाँ अड्साल्दै अझै सानो तल उसमा पुरिया छ अझै आमामामा यस्तरी माछा रहेछ खोलामा है ल क्या गजबको माछा माछा आयो माछा आयो माछा आयो माछा आयो हेर्नु त आज मार्न गएको थिएँ 2-4 जना मिलेर मैले आमा बुढी तलको बहिनीहरू कता कताका भएर अरू पनि गएको थिए यत्रो माछा ल्याएछ ल बर्खामा भन्दा धेरै ल्याए त बर्खामा जालमा बरु हामीले यति ल्याइन्न हिउँदमा बुढीले यत्रो माछा ल्याउँछ यार यत्रो माछा ल्याएपछि के हामी जाल खेल्न दुःख गर्नु पर्यो र हौ ये ल यो अघि ल्याएको माछा पोलेको अवस्था है मैले पोलिरहेको छु आज अलिकति पकाउने सानो मसिनो राख्यो यो सबै पोल्ने खाले रहेछ कि आज ठुल्ठुलो माछा पाइएछ सबै ठुल्ठुलो माछा पोलिरहेको छु मैले अब यसलाई सट्ट सेकुवा बनाउने सुकुटी यसलाई भन्छ सुकुटी माछा क्या माछा ल्याएछ के आज त कति धेरै ल्याएछ के यत्रा भोटी पोलेका यत्रा बाम एउटा हो त्यहाँ बिचा यसलाई अलि बिचा सुकाउनु पर्यो के यो ठुलोलाई यता बिचा सुकाउनु पर्यो बिच्चा सुकाउनु पर्यो अलिक बिच्चा ल यो ओन्ली आजको माछा पोलेको है आजको माछा पोलेको आजको मात्रै हो यो सत्तरीवटा त भुटी मात्र छ है पोलेको सानो ठुलो गरेर बाँकी बाम सानो फयटा बुदुना यताउति छ 70वटा त भोटी मात्रै छ पोलेको अनि मसिनो त पक्का छन् फेरि भित्र ल अब पोलेर भ्याइयो है ल अब पोलेर भ्याइयो यसलाई भोलि एकछिन चट्ट
टक्कु घाममा सुकाएपछि कक्रक्क सुकुटी बन्छ। त्यसपछि खान मन लाउँदा तरकारी केहीमा मिसाएर पनि खान मिल्यो, यो मात्रै पनि मिल्यो, चट्ट खाने। ल अब यो अस्तिनेको पनि छ, मैले अस्ति देखाएको थिएँ नि, अस्तिनेको पनि छ। यो पनि गर्दा त एक सुपै हुने भयो। फेरि अब भोलि पर्सितिर जान्छु भनेर फेरि माछा मार्न, फेरि पनि जाला। ल भोलि फेरि चट्ट सबै एक ठाउँ सुपमा हालेर देखाउने फेरि है, चट्ट भोलि पनि। यो आजको मात्रै हो, अस्तिको पनि छ। यसको योभन्दा यति थोरै अस्तिको 2 पालीको छ। ल अब चाहिँ नि राख्ने है। अब ल भयो, अब धेरै हेर्नुहुन्न फेरि।